Hi, how are you? Namaste, सन्चै छौ? लाई जोजो लपा महफुला. जोजो लपा महफुला. I'm fine, how about you? सन्चै छु, तिमी चाहिँ? लाई महफु छले. छ भनेको तिमी. महफु छले. I'm fine too. म पनि सन्चै छु. लाई जिन महफु. जिन भनेको म पनि, महफु भनेको सन्चै छु. I'm not fine. अलि सन्चो छैन. लाई भच्चा महमफु. भच्चा भनेको अलि, महमफु भनेको सन्चो छैन. Why? What happened? किन? के भयो? लाई छ्या छुजुल. छ्या भनेको किन? छुजुल भनेको के भयो? Just a little stomach ache. अलि पेट दुखिरहेछ. भच्चा पुवा साना चोन. भच्चा भनेको अलिकति, पुवा भनेको पेट, साना चोन भनेको दुखिरहेछ. Oh no, did you eat too oily food? ला धेरै चिल्लो खायो कि क्या हो? घा यक्को चिल्लो नलगी छु. घा भनेको ला, यक्को भनेको धेरै, नलगी छु भनेको खायो कि क्या हो? नल भनेको खायो. It's not like that. त्यस्तो त होइन. लाई अठेला मखु. अठे भनेको त्यस्तो, होइन भनेको मखु. I'm tired. I'm hungry too. मलाई थाक्यो, भोक पनि लाग्यो. लाई जित त्यानु ल. नयन पित्यात. जित भनेको मलाई, त्यानु ल भनेको थाक्यो. नए भनेको खाने, न चाहिँ यसमा पनिको रूपमा आएको छ. सो भोक लाग्यो मात्रै भन्नलाई नए पित्यात मात्रै भन्दा पनि हुन्छ. What are you doing? के गर्दैछौ? लाई छु याना चना. छु भनेको के, याना भनेको गर्दै, चनाको लिटरल मिनिङ चाहिँ बसेको हो. सो छु याना चना भनेको के गर्दै बसेको. Nothing much, just sitting. यतिकै बसिरहेको. यसलाई अथे चना चुनु. अथे भनेको यतिकै, चना चुनु भनेको बसिरहेको. अथे चना चुनु. Really? I don't think so. हो र? होइन होला. लाई खला. खै मखु. ख भनेको हो. खला भनेको हो र. मखु भनेको होइन. खै मखु भनेको होइन होला. खला. खै मखु. I am bored. मलाई बोर लाग्यो. लाई जित माइ पुल. जी भनेको म, जित भनेको मलाई, माइ पुल भनेको बोर लाग्यो. जित माइ पुल. Then let's go eat. त्यसो भए खान जुम. लाई अथे खसा नय वनेनु. अथे भनेको त्यस्तो, खसा भनेको हो भने, ख भनेको हो, नय भनेको खान, वनेनु भनेको जुम. अथे खसा न वनेनु or नय वनेनु. Yes, let's go. Or no, I don't want to. हो जुम अथवा नाइ मलाई मन छैन. ख वनेनु अथवा मा जित म मधु. ख भनेको हो, वनेनु भनेको जुम, मा भनेको नाइ, जित भनेको मलाई, म मधु भनेको मन छैन. It is very hot today. आज धेरै गर्मी छ. लाई थौ तस्क तानो. थौ भनेको आज, तस्क भनेको धेरै, तानो भनेको गर्मी छ. Yesterday it was cold. हिजो चिसो थियो. लाई मिग ख्वौ अथवा चिकु. मिग भनेको हिजो, ख्वौ भनेको हल्का चिसो, चिकु भनेको चाहिँ धेरै चिसो. It is going to rain. पानी पर्न लाग्यो. लाई वा होइन. वा भनेको पानी, होइन भनेको पर्न लाग्यो. वा होइन. It has started to rain. पानी पर्यो. लाई वा वल. वा वल. वल भनेको चाहिँ पर्यो. वा वल पानी पर्यो. The sun is out. घाम लाग्यो. लाई निबा तोल. निबा भनेको घाम, तोल भनेको लाग्यो. निबा तोल. What is your name? तिम्रो नाम के हो?
लाई छङ्गु ना छुख छङ्गु ना छुख छङ्गु भनेको तिम्रो ना भनेको नाम छु भनेको के ख भनेको हो छङ्गु ना छुख अथवा छङ्गु ना छु मात्रै भन्दा पनि हुन्छ My name is Binabi मेरो नाम बिनाबी हो लाई जिगु ना बिनाबी ख जिगु ना बिनाबी ख जिगु भनेको मेरो ना भनेको नाम ख भनेको हो Where do you live तिमी कहाँ बस्छौ अथवा तिम्रो घर कता हो भनेर सोध्न छङ्गु छे गन छङ्गु छे गन छङ्गु भनेको तिम्रो छे भनेको घर गन भनेको कता र कहाँ क्याजुअली भन्दा छे गनले भनेर मात्रै भन्दा पनि हुन्छ छे गनले घर कता नि My house is in Kathmandu मेरो घर काठमाडौँमा हो लाई जिगु छे ये ख जिगु छे ये ख जिगु भनेको मेरो छे भनेको घर ये भनेको नेवारीमा काठमाडौँलाई ये भन्छ त्यसै गरी ललितपुरलाई यल भन्छ भक्तपुरलाई खप भन्छ जिगु छे ये ख ख भनेको हो अथवा जिगु छे यले ख अथवा जिगु छे खोपे ख Have you had your lunch? खाना खायो लाई जाने धुनला जा नए धुनला जा भनेको लिटरल मिनिङ चाहिँ भात हो नए भनेको खानु धुनला भनेको खायो क्रियापद हो जा नए धुनला I have eaten or I have not eaten मैले खाइसके अथवा मैले खाएको छैन लाई जी नए धुन जी नए धुन अथवा मैले खाएको छैनलाई जी नए मखनी जी नए मखनी जी भनेको मैले जी भनेको म जी भनेको मैले नए धुन भनेको खाइसके नए भनेको खानु धुन भनेको केही चिज गरिसके भनेको सो नए धुन भनेको खाइसके जी नए मखनी भनेको चाहिँ मैले खाना पाएको छैन अथवा मैले खाएको छैन भनेको I ate dal bhat it was delicious मैले दाल भात राखेर मिठो गरी खाएँ लाई जी जा के तया साक्क नया जी जा के तया साक्क नया जी भनेको मैले जा भनेको भात के भनेको दाल बहिनीलाई पनि के भन्छ तया भनेको राखेर साक्क भनेको मिठो गरी नया भनेको खाएँ जी जा के तया साक्क नया Do you like दाल भात तिमीलाई दाल भात मन पर्छ लाई छन्त जा के यला छन्त जा के यला छन्त भनेको तिमीलाई छ भनेको तिमी छन्त तिमीलाई जा भनेको भात के भनेको दाल य भनेको मन पर्छ ला भनेको क्रियापद भयो क्वेशन सोधेको भयो छन्त जा के यला तिमीलाई दाल भात मन पर्छ अथवा छन्त मम यला तिमीलाई मम मन पर्छ अथवा छन्त छुय तिमीलाई के मन पर्छ I like it I really like it मलाई मन पर्छ अथवा मलाई धेरै मन पर्छ लाई जित य जित भनेको मलाई य भनेको मन पर्छ जित तस्क य अथवा जित यक्को य भनेको चाहिँ मलाई धेरै मन पर्छ तस्क यक्को भनेको धेरै What is your favorite color तिमीलाई सबैभन्दा मन पर्ने रङ कुन हो छन्त दक्ले यगु रङ सुख छन्त दक्ले यगु रङ सुख छन्त भनेको तिमीलाई दक्ले भनेको सबैभन्दा यगु भनेको मन पर्ने रङ सुख भनेको कुन हो अथवा के हो I like blue मलाई नीलो मन पर्छ लाई जित वचु य जित वचु य जित भनेको मलाई वचु भनेको नीलो य भनेको मन पर्छ अथवा जित वचु मय भनेको मन पर्दैन See you again पछि फेरि भेटौँला लाई हान नाप्ला अथवा हाकन नाप्ला हाकन भनेको फेरि नाप्ला भनेको भेटौँला